Oh, hello guys, welcome back to my new episode of vlog. Guys, सबैजनालाई फेरि पनि वेलकम छ मेरो नयाँ ब्लगमा हैन, नयाँ न्यू डे न्यू ब्लग। सबैजना आराम कुशलै हुनुहुन्छ होला, म पनि एकदम आराम कुशलै छु। ओहो, जाडो बढ्यो गाइजहरु, लास्ट डे है। हावा चलेर हेर्न केही छैन यार, पुरा रुखहरु पुरै हल्लिरहेछ हैन यताउता। अनि यहाँ चाहिँ मेरो रुम छेउको पोखरी तपाईहरु देखेर हुन्छ भिडियोमा। लाइकिङ हान्दैछ यार मानिसहरु। त्यही हो साथीभाइहरु, सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु अहिलेसम्म चाहिँ। हल्का रुगाले चाहिँ सताइरहेको छ। अनि दसैँ लाग्यो है, हैन त दसैँ लागिसक्यो। ह्यापी दसैँ सबैजनालाई है। अनि जाडो छ यार, भेषमा निस्केको कस्तो जाडो भइरहेछ हौ। म चाहिँ यहाँ बस्नु पर्यो टक्क। रुवा लगाएर मार्नु आँट्यो गाइजहरु यार। आम्म दुईचोटि हान्छ त। हाम्रो रुमको छेउमा चाहिँ यो चाहिँ पार्क हो। अनि यो चाहिँ के रहेछ, फेरि हाच्छिउनु आँट्यो कस्तो के हो फेरि। हाच्छिउनु आँट्थ्यो गयो त। आम्मो खतरा आयो त, खतरा यार। रुगाले सतायो साथीभाइहरु, बब्बा रुगाले सतायो यार, के गर्ने। बाहिर नस्किनु भनेर यार, जाडो पनि जाडो छ। हाउस सेफ्टीमा पनि सकिन आँट्यो। आज कति 28 तारिक, 29 2 दिन 3 दिन भयो, अक्टोबर लागिहाल्यो होइन। जाडो हिजो झन् कपाल काट्दिएको के, यसरी काट्दिएको झन् चिसो भइरहेको छ यार, झन् जाडो भइरहेको छ। लास्ट लामा भइरहेको थियो, कपाल पनि चिलाएर अनि हिजो काट्यो। अनि त्यही हो साथीभाइहरु, म चाहिँ अहिले भ्लगमा चाहिँ यतिकै के भन्नु आइरहेको छु भन्दाखेरि चाहिँ नि, अब यस्तो आएको छु यही स्पेनको बारे कुरा गरौँ न यसो भनेर आयो चाहिँ। अनि त्यही हो साथीभाइहरु, अहिले होइन स्पेनको हलचल यस्तै छ। धेरैजना आउनु खोजिराख्नु भएको छ होइन, कुन कुन देशबाट मेसेजहरू गरिराख्नु भएको थियो, उहरू गरिराख्नु भएको थियो। अनि त्यही हो, अब यो के अरे स्पेनमा चाहिँ के हुनु आँटेछ भने चाहिँ नयाँ कानुन अनुसार होइन, अक्टोबरदेखि चाहिँ फिङ्गरिङ सिङ्गरिङ के हुने रे। अनि फिङ्गरिङ सिङ्गरिङ के हुने रे, त्यो भएपछि चाहिँ अलिकति कडाइ हुन्छ साथीभाइहरु। तर डर मान्नुपर्ने कुरा के छैन, धेरैजनाले चाहिँ अक्टोबरमा चाहिँ के अरे बन्द हुने हो, अक्टोबर पछि चाहिँ बन्द हुने हो स्पेन इमाइग्रेसन भन्ने सोचिराख्नु भएको रहेछ। बन्द चाहिँ हुँदैन होइन, के हुन्छ भने फिङ्गरिङ हुन्छ। त्यो भनेको चाहिँ तपाईहरु अब आएपछि चाहिँ तपाईहरुको सब लिन्छ क्या, फिङ्गर सिङ्गर यो छाप हुन्छ नि सब लिन्छ। अनि त्यो लिएपछि चाहिँ तपाईहरुको डाटा थाहा हुँदो रहेछ क्या, कता गयो के गर्यो। जस्तै अब तपाईँ छिर्नुभएपछि फिङ्गरिङ लिन्छ। अनि फेरि तपाईँ बाहिर जानु, अब स्पेनबाट बाहिर जानु, अन्य ठाउँ अर्कै देश अर्कै ठाउँ जानुहुन्छ भने त्यति बेला पनि यति बेला गयो भनेर थाहा हुँदो रहेछ क्या। अनि त्यो चाहिँ अलिकति के हुन्छ भन्दाखेरि कस्तो मान्छेलाई चाहिँ असर पर्छ भन्दाखेरि चाहिँ नि, जो मान्छे चाहिँ यहाँ पादन गरेर बसेको छ होइन, पादन गरेर बसेको छ भन्दा जो मान्छे चाहिँ यहाँ पादन गरेको छ, पादन गरिराखेर चाहिँ अर्को देश जस्तै माल्टा जान्छ, कोही रिटर्न माल्टा क्रोएसिया गएर काम चाहिँ त्यहाँ गरिरहेको छ नि, त्यस्तो मान्छेलाई चाहिँ असर पर्ने रहेछ। त्यो चाहिँ मैले बुझेअनुसार चाहिँ त्यो रहेछ होइन। त्यस्तो धेरै डराउनु पर्ने केही काम छैन, आउने फिङ्गर भयो भने हुन्छ। अनि त्यसपछि ढुक्कै यहीँ पादन गर्ने, यहीँ बस्नेलाई चाहिँ प्रब्लम भएन। तर जो मान्छे चाहिँ अब त्यो भयो, जो मान्छे चाहिँ यहाँ आएर पादन गरेर चाहिँ अर्को देशमा गएर काम गरिरहेको छ भने त्यस्तो मान्छेलाई प्रब्लम हुन्छ साथीभाइहरु होइन। अनि त्यही भएर चाहिँ अक्टोबर नहुँदै अहिले नै स्पेन आइहाल्नु भन्ने कुरा चाहिँ त्यो हो। अनि धेरैजना पनि हुनुहुन्छ नि त, धेरैजना हुनुहुन्छ नि त। अब कतिजना यहाँनिर चाहिँ पादन गरिराखेर माल्टामा काम गरिराख्नु भएको, क्रोएसियामा काम गरिराख्नु भएको मैले धेरैजना भेटेको छु क्या।
त्यसरी गरिरहेको त्यस्तो गरिराख्नु भएको। अनि उहाँहरूलाई चाहिँ के सजेसन छ भन्दाखेरि चाहिँ तपाईँहरू चाहिँ अब यो फिङ्गरिङ सिस्टम लागु हुँदैछ अनि त्यसपछि त्यो अगाडि नै आउनु होला होइन। अनि फेरि तपाईँहरूले पालन गरेको त 2 वर्ष पुग्नु आँट्यो, काम चाहिँ त्यहाँ गरिराख्नु भएको छ भनेर चाहिँ आउँदा आउँदै तपाईँहरूको बाटोमा चाहिँ फिङ्गरिङ भयो भने होइन, अब बोर्डरतिर कता हुन्छ फिङ्गरिङ सिस्टम त्यो भयो भने चाहिँ अनि तपाईँहरूको त्यो खेर जान्छ क्या, त्यो समय खेर जान्छ। अनि तपाईँहरूको त्यो फिङ्गरिङ गरेको त्यति बेति यो चाहिँ त्यो देशबाट अहिले चाहिँ त्यो देशबाट यो टाइममा चाहिँ आयो भनेर थाहा पाउँछ नि त फिङ्गरिङ गरेपछि। अनि त्यो चाहिँ समस्या रहेछ। अरू त्यो बन्द सन्द भन्ने चाहिँ छैन साथीभाइहरू होइन। अनि अक्टोबरदेखि लागु हुने रहेछ त्यो सिस्टम। अब हामीलाई त मतलब बाल भएन, हामीहरू यहाँनिर गरेर अर्को देश गएर काम गर्ने भएन नै होइन। अनि त्यो प्रब्लम भएन। अनि जो आउनु खोजिराख्नु भएको छ, स्पेन आउनु खोजिराख्नु भएको छ, त्यो छिटो आउँदा हुन्छ होइन, आनन्दले आउने हो चट्ट पाएर। त्यही हो पहिलेदेखि भनिरहेको, यसो पैसा सैसा बोकेर आउनै पर्छ आफूलाई होइन, ब्याकअप मनी बोकेर आउने। अनि कोही यहाँनिर स्पेनमा कोही चिनिरहनेको छ भने कन्ट्याक्ट गरेर आउने होइन, रुमसुमहरू खोज मिलाइदिन्छ भने कुरा गरेर आउने। अनि साधनहरू होइन हुन्छ भने मिलाएर आउने, सबै त्यो गरेर आउने अगाडि नै पुरा प्लान प्रिपेयर भएर। अनि यहाँनिर आएपछि त्यही हो, काम पाउन गाह्रो छ किनकि पेपर हुँदैन, पेपर बिनालाई काम पाउन गाह्रो छ होइन। तपाईँहरू पनि धेरै बुझिसक्नु भयो अब त, जो कति आउँदै हुन्छ धेरै बुझिसक्नु भएको छ त्यो बारेमा है। अनि त्यस्तै हो साथीभाइहरू, अहिले यहाँनिर अब जाडो अरू त के भन्नु र, जाडो बढिरहेछ। एउटा तातो लुगाहरू लिएर आउनु होइन, तातो लुगाहरू लिएर आउनु। यहाँ पाउन त यार, यहाँनिर पनि थुप्रो पसलहरू थुप्रो छ है। यहाँनिर पनि सस्तो मस्तो पसलहरू फुटपाथतिर पनि राखिरहेको हुन्छ। फुटपाथ भन्दा चाहिँ त्यो भुइँमा राख्ने चाहिँ होइन, चट्ट पाएर कटेज तरिकाको बनाएर टक्क पाएर राखिरहेको हुन्छ सस्तो मस्तो लुगाहरू। राम्रो हुन्छ, त्यो पनि नराम्रो हुँदैन। मैले पनि 1-2 किनेको पनि छु। 10-15 500 युरो 2-3 युरोमा भेस्टहरू यस्तो भेस्टहरू नै आउँछ होइन। तर यो चाहिँ नेपालबाट लिएको है, फेरि यो यहाँ किनेको चाहिँ होइन है। यो भेस्ट र कट्टु लगाएर आज अहिले होइन, यो चाहिँ नेपालबाट लिएर आयो। अनि गर्मी लागिरहेको थियो अस्तिसम्म त, गर्मी लागिरहेको थियो है म्याग। अलि जाडो बढेर चाहिँ अहिले यो 2टा लुगाले नधाउने रहेछ यार, ओहो जाडो बढिरहेछ। अनि त्यस्तै हो साथीभाइहरू, भ्लग चाहिँ अब यो भिडियोहरू चाहिँ मैले अब अलिकति रेगुलर होम भनेर बनाइराखेको अवस्था है। मन पराइदिनु होला, लाइक सेयर सब्सक्राइब ड्याङडुङ मिस्टर ओसन राई पनि होइन, एउटा भाइरल बनाउनु पऱ्यो नि त तपाईँहरूले अरे। अनि त्यो हावा लास्टै लागिरहेछ यार। त्यो अक्टोबरको कुरा त्यही गरिहाल्यो। अनि अर्को अक्टोबरको चाहिँ कुरा के रहेछ भन्दाखेरि बार्सिलोनामा चाहिँ अनि अब के अरे एनआरए के भन्ने हो मतलब थाहा पनि छैन, तर थाहा के हो त्यो नाम चाहिँ थाहा छैन त। एनआरए के हो के अरे पासपोर्ट दूतावास के भन्दो रहेछ होइन, आउँदै रहेछ अक्टोबर 11-12मा। अनि पासपोर्ट बनाउनेहरूले पनि के गर्न भने पासपोर्ट जो बनाउनु खोजिराख्नु भएको छ नि, आउँदै रहेछ। त्यो मौकाको फाइदा उठाउनु होला है। अनि त्यही हो, त्यो मौकाको फाइदा उठाउनु होला। अनि अनलाइन सिस्टम खोइ के अनलाइनमा गएर दूतावास के सर्च गरेर चाहिँ गर्नुपर्ने रहेछ। त्यो मैले अघि भर्खर टिकटकमा देखेको थिएँ, एउटा लगाइरहेको थियो। मैले मजाले चाहिँ होइन छर अलिअलि सुनेँ, त्यो सुनेको घरमा चाहिँ मैले त्यो हल्का तपाईँहरूलाई इन्फर्मेसन दिँदैछु। यसो टिकटकतिर सर्च गर्नुभयो भने, युट्युबतिर सर्च गर्नुभयो भने त्यहाँ आउँछ होइन, एनआरए पासपोर्ट दूतावास यो बार्सिलोनामा आउनु आँटेको भनेर होइन। त्यो पनि आउँछ अक्टोबर 11-12मा। अनि अरू त खासै केही छैन। अनि यहाँ चाहिँ हामी अनि अरू के भन्नु, यहाँ चाहिँ हिजो हामी केटाहरूसँग रमाइलो गऱ्यो होइन। हामीहरू चाहिँ यहीँ यतातिर आएर टक्क पाएर दसैँ मनाइयो हिजो होइन, टक्क पाएर मासु। म त त्यो के अरे हिजो चाहिँ के गर्यो भन्दाखेरि चाहिँ हिजो शनिबार, आज मेरो आइतबार छुट्टी हो नि त। शनिबार चाहिँ टक्क पाएर हामी केटाहरू यहाँ रमाइलो गरियो त्यहाँ एकछिन, 3जना दाजुभाइहरू नेपाली होइन। सुँगुरको मासु लिएर टक्क पाएर भुटान टक्क पाएर रमाइलो गरेँ हामीहरू यो अड्डा बस्ने। अनि अहिले चाहिँ त्यही हो, लास्टै ल्याङ हो रुममा बस्दा। अनि चाहिँ म निस्केर यहाँनिर पार्कमा बसिरहेको छु। अनि देख्नुहुन्छ पार्क छेउछाउ यस्तै छ। त्यो साथीभाइहरू। अनि अरू के भन्नु र, जाडो पो लास्टै बढ्यो त हौ यार, वात्तै अस्तिको आइतबारदेखि बढ्यो जाडो, वात्तै बढ्यो क्या। अनि अरू त तपाईँहरू सबैजना ह्याप्पी दसैँ। देश विदेशमा छरिनु भएको को नेपाली जनताहरू होइन, उनीहरूलाई ह्याप्पी दसैँ एन्ड तिहार।
अनि त्यही हो याद आउँछ अलिअलि अब नेपालको होइन रमाइलो चाडपर्व अब त के छैन त साथीभाइहरूसँग हामी मिलेर दसैँ मनाइहालिन्छ केही फरक परेन आजको आइतबार पनि यसरी नै सक्यो गाइजहरू 5 बजिसक्यो है 5 बजेर 5:30 बजे 5:30 भयो 5 बजेर 6 बज्न आँट्यो भनौँ न अब म एकछिन यहाँ पार्कमा बस्छु अनि रुममा गएर त्यही हो फेरि भान्सा खानापिना बनाउनु पर्ने हुन्छ होइन खानापिना बनाउनु पर्ने हुन्छ चट्ट पाएर घामै लागेर घाम त नआएको छ ओहो रुवाले लास्टै सतायो यार बहुत सतायो त त्यो गाई छन् नेपालको हलिचली के छ त होइन यसो समाचारहरू हेरिन्छ जेनजेडको आन्दोलन खत्रै भएको थियो है अनि के हो त के भन्नु र नेपालमा चाहिँ अझै पनि राम्रो सुधार हुन्छ जस्तो लागिरहेको छैन मलाई चाहिँ है अलिकति राम्रो सुधार चाहिँ हुन्छ जस्तो लागिरहेको छैन मागहरू पुरा गरिरहेको छ म त सोचिरहेको छु गाइजहरू होइन के सोचिरहेको छु भन्दाखेरि नि मलाई त लागिरहेको छ घुम्दै फिर्दै त्यो जेनजेडको आन्दोलन चाहिँ त्यो खेर गयो जस्तो लागिरहेको छ क्या अनि घुम्दै फिर्दै अब त्यही रम्जटार भने जस्तै अब पुरानो नेताहरू पुरानो उयोहरू आउँछ जस्तो लागिरहेको छ है नआओस् त्यस्तो लागिरहेको छ क्या गतिविधि देख्दाखेरि त के भन्नु र अनि गतिविधि देख्दाखेरि त्यस्तै लागिरहेको छ यार के को दाना हो या भुइँमा यार दाना झरेको रहेछ त यो आल्सा आरुको त होइन त्यो चाहिँ पै कस्तो छ त हौ कुन रुखबाट यो रुखबाट झरेको रहेछ यो रुखबाट के हो दाना पुरै झरेर पुरै दाना भएन ग्राउन्डभरि दाना छ त यो चाहिँ के घर रहेछ यार गाइजहरू है पार्कको छेउमा छ बुझ्न सकेको छैन एन्टिक यो के अरे के भन्छ बस्ने ठाउँमा पनि एन्टिक छ है यहाँनिर घरिघरि केटाकेटीहरू मस्त यहाँनिर रोमान्स गरिरहेको हुन्छ यार टक्क पाएर होइन यहाँनिर रोमान्स गरिरहेको हुन्छ अब तातो हुँदैछ नि त बस्नु पनि तातो हुँदैछ नि त एन्टिक ल यो यार धेरै वर्ष पुरानो जस्तो लाग्यो घर यहाँ न टक्क पाएर है यो 3टा पिलर एउटा 2टा 3टा पिलर 4टा पिलर छ टक्क पाएर अनि भुइँ चाहिँ यस्तो छ एन्टिक छ ओहो यहाँ पो तातो भयो त यार कस्तो तातो रहेछ डुङ्गा पनि दामी तातो त्यो गाइजहरू है यस्तै गर्दै बिताउँदै कति 9-10 महिना भएछ यार अब अहिले अब अक्टोबर लाग्यो जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्त सेप्टेम्बर अक्टोबर 10 महिना भइगयो होइन ठिकै छ यसमा भाँचिया छ रमाइलो छ होइन जिन्दगी चलिरहेकी छ अब भोलि फेरि काममा जानुपर्छ काम चाहिँ फेरि टाढा भएको छ अहिले मेरो भोलि चाहिँ म यहाँ टोरोसातिरै गर्थेँ अहिले चाहिँ म उता जनी सागरदा गाँसियातिर चाहिँ यार साथीभाइहरू के गर्नै पऱ्यो बाध्यता छ होइन अनि कतिजना सोधिराख्नु चाहिँ यार काम गर्नु के अरे काम खोजिदिनु हेल्प गर्न भनिराख्नु भएको छ यार त्यो के अरे फेसबुकतिर अनि यार त्यस्तो चाहिँ गर्न सक्दिनँ नि त यार साथीभाइहरू यार मलाई यार काम खोजिदिनु हेल्प गर्नु भने त गाह्रो छ काम गर्नु हेल्प गर्नु त यार बरु रुमहरू बरु अलिअलि यताउता त्यो पनि गाह्रै छ होइन आउने यताउता त्यो फेसबुक ग्रुपहरू छ होइन फेसबुक ग्रुपतिर गएर सबैलाई कन्ट्याक्ट गर्नु साथीभाइहरू धेरै बनाउनु होला फेसबुक ग्रुप कन्ट्याक्टतिर गएर चाहिँ टक्क पाएर सोध्नु होला होइन मसँग धेरै ग्रुपमा केटाहरू छ धेरै ग्रुपहरूमा पनि जोइन छु अनि यसो के अरे के भन्छ कता रुम खाली छ त्यो चाहिँ अलि यताउता हालिरहेको हुन्छ काम पनि हालिरहेको हुन्छ तर काम चाहिँ अलिकति कहाँ हो अनि त्यसपछि कता अनि पेपर हुनेहरूको मात्रै हालिरहेको हुन्छ क्या पेपर हुने भने पाइहाल्छ नि होइन पेपर नहुनेलाई पो पाउनु गाह्रो छ त साथीहरू चाहिँ एस्पेरिया होटल गाली चाहिँ काट्यो यार टक्क पाएर 8 युरोको बाल है यहाँनिर तर बाल काट्ने पैसा चाहिँ कति हुन्छ भन्दाखेरि यो चाहिँ मैले 8 युरोमा काटेँ हो यस्तो काटिदियो अलिकति बिगारिदियो जस्तो लागिरहेछ मलाई त्यो छोटो पारिदिन्छु म काटेपछि लामा पाल्नु मन लाग्दैन यति काटेपछि चाहिँ टक्क पाएर 2-3 महिनामा फेरि रेडी हुन्छ काट्नलाई होइन बाल चाहिँ उता सिटीतिर बार्सिलोनातिर जानुभयो भने 6 युरोमा काटिदिन्छ मैले चाहिँ यो फ्लोरिडामा काटेँ हो त्यहाँनिर अस्ति पनि काटेर राम्रो लागेर गएर काटेको हिजो चाहिँ बिगारिदियो हिजो भने चाहिँ शनिबार त हिजो चाहिँ अलिकति बिगारिदियो यार अनि त्यो भएर चाहिँ
एउटा 8 युरो लियो ठिकै छ तर केही छैन होइन अलिअलि लुक चेन्ज भइरहेको छ मतलब भन्यो नि अब उतातिर जान्छु होइन साथीभाइहरू उतातिर जान्छु अनि त्यहाँ टेबल टेनिस खेलिरहेको आज अस्ति पार्टनर भएको थियो यार अनि मान्छे नै आउँदैन त एउटा खेल्नु टेबल टेनिस खेल्ने ठाउँ छ यहाँनिर तिर जानु पऱ्यो ओहो यो हावा त कस्तो लाग्यो यार बवाल लागिरहेको छ त हावा चिसोले मार्ने भयो यार साथै यो जाडो महिनामा चिसो महिनामा चाहिँ अब मलाई लास्ट म्याक्सिमम रुगा खोकीले रुगाले सताउँछ क्या हो 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 ला 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 मान्छे जस्तो लाग्यो माथि टेबल टेनिसमा यसो ज्यान तताउनु पाए हुन्थ्यो है खेलेर यो चाहिँ के रहेछ गाइज ल के भाँडा जस्तो बनाएर रहेछ डिजाइन यो आजको दिन पनि सक्यो अब भोलिको काममा यार गाइज मेरो रुमको एउटा केटा त एउटा साथी एकजना साथी रेगुलर काम गर्छ है यहाँनिर काम पाएपछि फेरि त्यही हो साथीभाइहरू रेगुलर नै पछि काम गर्नु पऱ्यो है पेलाउँछ नआएकोसम्म पेपरमा हेर्छ गाह्रो पो छ त पेलाउँछ उस्तै अनि 12, 13, 14, 15 घन्टा हान्नुपर्ने हुन्छ गाइज है केहीसँग दुःख गर्नुपर्छ है अर्काको देशमा आफ्नो देश अब गतिलो छैन अझै पनि होइन त्यही हो तर भविष्यमा गतिलो हुन्छ भन्ने आशा छ ल टेबल टेनिस त खेलिरहेको रहेछ है यहाँनिर यतापट्टि चाहिँ खाली रहेछ यार केटाहरूसँग अब खेल्नुपर्छ भन्ने चाहिँ गाइजहरू हेलो हेलो गाइजहरू हल्का समय ज्यानलाई पनि सबै दिनुपर्छ गाइजहरू पैसा पैसा मात्र होइन हेर्नु यसरी ज्यान बनाउनु मात्रै छ सनराई यताकै भाषामा 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20. थाकियो त हौ जिम 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 गाइजहरू जिम है यो चाहिँ ज्यान बनाउँदैछ है मिस्टर सुनराले ज्यान थाक्यो यार हेर्नु गाइज जिम है जिम नजिकैको पार्कको जिम यहाँ चाहिँ जिम गर्दैछ मिस्टर सुनराई यो डोल्ला सोला छ नि योमा अलिकति सानो हो क्या यसलाई चाहिँ अलिकति बढाउनु पर्ने भएको छ हेर्नु अलिकति यो चाहिँ अलिकति डोल्ला सोला चाहिँ यहाँ ट्याटु पनि हानेको छ है फेरि रोशन राईको नयाँ नयाँ ट्याटु कस्तो छ यता पनि च्याट्टा पाएर होइन अहिले सही भएको छ नि त ट्याटु हिजोको काटेर फेरि सही भएर रहेछ है ल जिम हान्दैछु रुम छेउको यो के अरे के भन्छ रुम छेउको पार्कमा आएर अनि उयो सबै हानिसक्यो अब यो हान्ने हो अनि यो बुढाले हान्दै गरेर त्यो हान्ने हो अनि त्यो पल्लो हान्ने हो है अनि जाने हो दामी दामी हुँदैछ है यो चाहिँ मलाई अलिकति फेभरेट लाग्छ किनभने यसमा चाहिँ अलिकति प्रेसर पनि पर्छ यो चाहिँ हान्नु पर्छ साथीहरू तपाईँहरू पनि हान्नु पऱ्यो साथीहरू है सुतेर मात्र हुँदैन त काम मात्र पैसा मात्र भनेर हुँदैन त
है यसरी जिम पनि हान्नु पर्यो नि यसो होइन यस्तो गऱ्यो भने त लुगा यस्तो गऱ्यो भने त ठुलै देखिँदो रहेछ त यार यो लुगाले पनि भर पर्दो रहेछ नि त है फेरि हान्छु 10 हान्छु 2 3 4 5 6 7 8 9 10 सही दामी हाने मैले यो चाहिँ एकदम बवाल दामी हाने है सही हाने अब म यो हान्न जाँदैछु होला यो हान्ने अब साथीभाइहरू यो हान्ने है यसलाई पनि छोड्नु हुँदैन नि त यसलाई कुनै छोड्नु होइन नि यार बल्ल बल्ल आस यार कस्तो एकदम त ट्रिपर पनि छ यार मान्छे पक्रेर मल पक्रिने मान्छे छैन कहाँ राखौँ भयो मलाई यसको फेरि तरिकै फाल्टो छ है गाई चाहिँ यसको तरिकै फाल्टो छ है यस्तो गरेर तन्काउनुपर्छ यस्तो तरिका हान्नुपर्छ यसको तरिकै फाल्टो छ 1 2 3 4 5 6 7 8 9 यसलाई 20 हानिदिनु पर्यो 10 11 12 13 14 15 16 17 18 19 20 है त के सान्यो यार थाक्यो त हौ यार साथीभाइहरू